हामी चाहिँ आज दिल्लीबाट आएको छ विशाल बजार हो यो चाहिँ विशाल बजारको मोडमा बसन्तपुर जाँदैछ मान्छेहरूले हेर्दैछन् गोलसपहरू चाहिँ भ्लग हो यो चटचट हिँड्नु 10 मिनटको त कहिले पुग्दैन ए पुरा भिड छ कस्तो लागिरहेछ मितिनी राम्रो लागिरहेछ पहिलोचोटि काठमाडौँ पहिलोचोटि गाउँबाट धनगढीबाट काठमाडौँ आएको अनि एकदमै राम्रो लाग्छ यता काठमाडौँ चाहिँ काठमाडौँ भिडभाड भिडभाड हुँदो रहेछ लाग्यो जम जम काठमाडौँ चाहिँ भिडभाड हुँदो रहेछ है हाम्रो गाउँ चाहिँ उता धनगढी हो पछि सुदूरपश्चिमले पनि पश्चिम धनगढी हो गाडीवालाले पुरा हाँस्दैछ हामीले भिडियो बनाएको देखेर ए सुदूरपश्चिम हो घर अनि कस्तो रमाइलो लागेर एकदम रमाइलो छ अब बसन्तपुर जाँदैछौँ बसन्तपुर पनि हेरौँ न कस्तो रहेछ हामी के खानु जाने अरे यहाँबारी एमरी खानु अब के गर्नु एमरी अस्ति पूर्णिमा कसैले पनि खाएन श्रेष्ठसँग बिहा गर्नुपर्छ है श्रेष्ठसँग बिहा गर्नुपर्ने रहेछ एमरी खान पाइएन यो बाटो चाहिँ के गराएर रहेछ यहाँनिर बनाउँदैछ त यहाँ बसन्तपुर छिर्दैछौँ भर्खर एकछिन रोक्नै झोला अलि अब अरू भिड भएछ है त्यहाँनिर 99 मार्केट पनि छ जस्तो लागेको मैले यसो टिकटकमा हेरेँ जस्तो लागेको थियो आएको त छैन पहिलोचोटि आइरहेको म पनि पहिलोचोटि हो लोकेसन हेर्दै जाउँला नि त लोकेसन हेर्दै जाउँला अनि अरू साथीहरू चाहिँ सबै छुट्यो है कता कता के कता कता छन् खोजी गरौँला यहाँ पनि भिडियो मार्फत खोजी गरौँ हामी चाहिँ बसन्तपुरमा छौँ साथीहरू हो बसन्तपुर यस्तो प्याक गरेर देखाइदिनु बसन्तपुरमा हामी बसन्तपुरमा आइपुग्दैछौँ होला हामी चाहिँ बसन्तपुरमा छौँ एकछिन रोक्नु है पज गरेर फेरि उतारेर पुगेछौँ ल हामीले 99 सप पनि पत्ता लगायौँ मिति कुन हो अरे यही हो जाने के जाने के छ त्यहाँ त म अहिले पिपुल्सतिर गयो भने कसको सेलहरूमा अनि हामी 99 पनि कस्तो खतरा हो हामीले 99 सब पनि पत्ता लगायो कहिले नआएको मान्छेले कहिले नआएको मान्छेले पहिलोचोटि आएको सबै पत्ता लगायौँ हामीले त्यो ब्याग हामी चाहिँ त्यहाँ एकछिन पज गरेको थिएँ मैले त्यहाँ के भन्छ जुत्ता हेर्न गएको थिएँ सुज कति महँगो भन्यो 3500 त्यस पछाडि 3500बाट साइज पनि पाइएन है त्यस पछाडि 3000 हामी फाइनली बसन्तपुरमा आइपुग्यौँ त्यहाँ 99 सप पनि पत्ता लाग्यो होइन पत्ता लाग्यो तर हामी चाहिँ गएनौँ होइन हामी चाहिँ लिने गएनौँ जस्तो केही देखेनौँ अब खै किन्न सक्छ कि सक्दैनौँ गाउँबाट भर्खर आएको त्यो 99 के बसन्तपुर यहाँ हेर्नु होला राम्रोसँग ए मन्दिरहरू पनि पुरै कस्तो लागिरहेछ बसन्तपुर बसन्तपुर रमाइलो रहेछ टुरिस्ट एरिया रहेछ है टुरिस्ट एरिया रहेछ पुरानो घर यो बिल्डिङ चाहिँ के बिल्डिङ व्हाइट हाउस यो व्हाइट हाउस यहाँ पहिला राजाहरू बस्नुहुन्थ्यो अरे नि त यहाँ हेरौँ न व्हाइट हाउस राजाहरू बस्नुहुन्थ्यो अरे पहिला रमाइलो छ टुरिस्टहरू पनि आउँदो रहेछ आमा हामी त कहिले पनि नआएको काठमाडौँ सुदूरपश्चिमको मान्छे टुरिस्ट पनि देख्न पाएका थिएँ टुरिस्ट पनि देख्न पाएछौँ हामीले यता फेरि जुत्ता पनि यहाँ हिल कहिले नलगाएको खाली खुट्टै हिँडेर त अनि पुरै हिल भएछ होइन अलिकति हिल भएछ हिँड्न अप्ठ्यारो भएर आज अलिकति काठमाडौँ जस्तो ठाउँमा नयाँ ओभर नयाँ लगाइदिएको ओभर हिल भएछ अब चाहिँ बसन्तपुरको रेस्टुरेन्ट के भन्छ यसको नाम डबली रेस्टुरेन्टमा आएर किमा नुडल्स खाँदैछौँ अघि नै के अरे विशाल बजारदेखि यहाँ गएछ
होइन हामी सुदूरपश्चिमको मान्छे भर्खर पहिलोचोटि आएको काठमाडौँ सुदूरपश्चिमको भाषा बोल्नु त ढोकिया भनेर ढोकदिया यहाँ अहिले किमा नुडल्स खाँदिया बितिनी कस्तो लागिरहेछ किमा नुडल्स राम्रो लागेको छ खाँदाखेरि मिठो लाग्दिया हल्दाखेरि कस्तो भइदिया साग बोल्दिया अरे के कस्तो आनन्ददायक मिठो छ कस्तो मिठो छ नि मानुस किमा नुडल्स खाइदियो त्यसले त बिना हुँदैन रमाइलो हुन्छ ठाउँ रहेछ एउटा सुगारहरू गर्ने कस्तो रमाइलो हुन्छ यहाँ दिनभरि के गर्नु केही हुन्छ र काम हो दिनभरि यो केही हुँदैन भन्छ नि तर गर्दा गर्दा 3-4 बज्छ खानु नआए कति धेरै रहेछ पिसाब च्यापेर कस्तो भइसक्यो त बसिरहेको छु यो पनि भ्लगमा आउँछ अब पिसाब च्यापेर अलिकति त खानु न भाइ यसमा ब्ल्याडर फुट्न लाग्यो गाइस आज मैले कपाल काटिदिएको होइन कति बजी यस्तो हेयरस्टाइल कपाल काटेको पनि त लास्ट राम्रो देखिन्छ अब पछिदेखि सेट गर्न आउँदैन हामीलाई यो त स्टेप पो काटेको हो क्या काट्दै स्टेपै काट्दै यसपालि त अझै एउटा स्टेप हुन्थ्यो तल कहिले लाएको छोड्दै जस्तो लाग्यो हो मलाई त थाहा भएन अघि त ठिकै लाग्यो अघि नै काट्दै अझै छोटो गर्नु मन लाग्यो पछि त काटिसकेपछि त अझै छोटो गर्नु मन लागिरहेको खानु न कुन देख्नु म टोइलेट